राष्ट्रिय मानवाधिकार आयोगलाई त्यहाँका सदस्यहरूलाई मान्यज्यूहरूलाई अलिकति गाह्रो के पनि छ भने कसैलाई चुनाव भनेर निस्किनु परेको छ, हुन त अनुगमनको लागि निस्किएको भनिदिए भइगयो, बिरामी भनिदिए भइगयो, हुन त त्यो बिरामी हुनु स्वाभाविक पनि हो, मानवीय कारण पनि छ होला। यो कठिन छ है टार्न राष्ट्रिय मानवाधिकार आयोगलाई। एक हिसाबले सजिलो पनि छ, एक हिसाबले कठिन पनि छ। अब त्यो उहाँहरूको कुरा हो होइन, तर हामीले चाहिँ नि रुपेश सर, म एउटा तपाईँलाई भन्नु, यो 6 महिना मैले पनि विशेष मेरो पनि थुप्रै जिम्मेवारी छ कि मानवाधिकार आयोगभित्र। मेरो पोर्टफोलियोमा हेर्नुपर्ने थुप्रै कामहरू मेरो थाती राखेर यो 6 महिना हाम्रा जुन टिम 6 जना छौँ हामीले शनिबार आइतबार यो बिदा दसैँ त्यो पनि के पनि भनेनौँ। क्यान्टिनको भात खाएर घरबाट खानदानमा खाना पनि ल्याएर खाएर त्यसरी हामी जिल्ला जिल्ला गएर हेरेर टिमले त्यो एउटा रिपोर्ट ल्याएको छ कि त्यसैले हामीले चाहिँ आफ्नो 6 महिना चाहिँ लाग्ने रहेछ। अझ एकदम हामीलाई पनि गिल्टी फिल भयो, किन 6 महिना लाग्यो, किन अब एउटा बयान दियो अर्कोले आएर एउटा बयान दिन्छ, उसको पनि बयान लिनुपर्ने रहेछ, ऊ पनि त इन्भल्भ रहेछ। फेरि उहाँलाई बोलायो। फेरि के हुन्छ भने बयान दिने जुन सरकारवालाहरू हुनुहुन्छ समय लिन साह्रै गाह्रो।